एक दिन एउटा मान्छे फ्लोरिडा युएसएमा बसिरहेको थियो। उसले सोच्यो आज दुईवटा पिज्जा मगाउँछु, तर उसले त्यो पिज्जा क्याशले किन्दैन। उसले एउटा डिजिटल पैसा प्रयोग गर्यो। नाम थियो बिटकॉइन र उसले तिर्नु पर्यो 10,000 बिटकॉइन। वेट, 10,000 बिटकॉइन? त्यति बेला त्यो लगभग $41 मात्र थियो। आज त्यो 10,000 बिटकॉइन करोड होइन, अर्बौं डलर हुन सक्छ। त्यो एउटा पिज्जा अर्डरले पूरा फाइनेन्शियल हिस्ट्री चेन्ज गरिदियो। तर बिटकॉइन के हो? बिटकॉइन कुनै पेपर मनी होइन, न ब्याङ्कले छापेको पैसा हो, न कुनै गभर्नमेन्टले कन्ट्रोल गर्छ। यो प्योरली डिजिटल पैसा हो। आउनुहोस् यो भिडियोमा बिटकॉइन के हो बुझौँ। There's a new currency that's growing in popularity. It's even being called the future of money. The Bitcoin. Father and son from Austin, Texas, they bought a 2007 Porsche for 300 Bitcoin. 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 Bitcoins. Bitcoin. 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 Digital money called Bitcoin. We're making the United States the Bitcoin superpower, the crypto capital of the world. बिटकॉइन को आइडिया कहाँबाट आयो? 2008 को समय थियो। ग्लोबल फाइनेन्शियल क्राइसिस भइरहेको थियो। ब्याङ्क्स कोल्याप्स हुँदै थिए। ट्रस्ट सिस्टम नै ब्रेक भइरहेको थियो। त्यही बेला एक अनोनिमस व्यक्तिले एउटा डकुमेन्ट पब्लिश गर्यो। नाम सतोशी नाकामोटो। तर एउटा ठूलो मिस्ट्री छ। यो व्यक्ति को हो? आजसम्म नोबडी नोस। सतोशीले एउटा सिम्पल तर डेन्जरस आइडिया दिए। पैसा ब्याङ्क बिना चल्न सक्छ। वेट, ब्याङ्क बिना पैसा कसरी? उसले भन्यो इन्टरनेट छ भने पिपल डाइरेक्टली पैसा एक्सचेन्ज गर्न सक्छन्। नो ब्याङ्क, नो मिडलम्यान, नो पर्मिसन। यो आइडिया त्यति बेला इम्पोसिबल जस्तो लाग्थ्यो। सुरुमा बिटकॉइनको कुनै भ्याल्यु थिएन। पिपलले यसलाई मजाक जस्तो युज गर्थे। त्यही बेला एउटा फेमस घटना भयो। 2010 मा एक प्रोग्रामरले 10,000 बिटकॉइन दिए पिज्जा किन्न। त्यो मोमेन्टले इतिहास बदलिदियो। किनभने त्यति बेला बिटकॉइन लगभग वर्थलेस थियो। तर भविष्यमा त्यो पिज्जा संसारकै सबैभन्दा महँगो पिज्जा बन्यो। तर पैसा भन्ने कुरा के हो? पहिले सोच्नुस्। मानिसहरू पहिला बार्टर सिस्टम प्रयोग गर्थे। हरिसँग वीट छ, श्यामसँग क्लोथ्स छ। उनीहरू डाइरेक्ट एक्सचेन्ज गर्थे। तर प्रब्लम आयो, भ्याल्यु म्याच हुँदैन, निड्स मिसम्याच हुन्छ। त्यसपछि गोल्ड आयो। तर गोल्ड पनि हेभी भयो, रिस्की भयो। त्यसपछि पेपर मनी आयो। अब हामी ट्रस्ट गर्छौं पेपरमा होइन, गभर्नमेन्टमा। आज पैसा ब्याङ्कमा हुन्छ, तर ब्याङ्क कन्ट्रोल कसको हातमा छ? गभर्नमेन्टको। मतलब तपाईको पैसा इन्डाइरेक्टली कन्ट्रोल हुन्छ। त्यसैले एउटा क्वेशन उठ्यो, के पैसा फुल्ली युजरको कन्ट्रोलमा हुन सक्छ? बिटकॉइनले भन्यो नो ब्याङ्क निडेड, नो गभर्नमेन्ट कन्ट्रोल, नो सेन्ट्रल अथोरिटी। तर सिस्टम चल्नुपर्छ नि। त्यसैले आयो ब्लकचेन। ब्लकचेन के हो? ब्लकचेन भनेको एउटा डिजिटल लेजर हो जहाँ हरेक ट्रान्ज्याक्सन रेकर्ड हुन्छ र त्यो रेकर्ड चेन्ज गर्न मिल्दैन। हरेक ब्लक एक चेन जस्तै कनेक्ट हुन्छ। त्यसैले नाम भयो ब्लकचेन। माइनिङ भनेको के हो? बिटकॉइन प्रिन्ट हुँदैन, यसलाई माइन गरिन्छ। पावरफुल कम्प्युटर्सले कम्प्लेक्स पजल्स सल्भ गर्छन् र रिवार्डमा बिटकॉइन पाइन्छ। यसलाई भनिन्छ प्रुफ अफ वर्क। किन बिटकॉइन भ्यालुएबल भयो? सिम्पल एन्सर छ, सप्लाई लिमिटेड छ। ओन्ली 21 मिलियन बिटकॉइन मात्र एक्जिस्ट गर्न सक्छ। नो मोर, नो लेस। अब सोच्नुहोस्, डिमान्ड बढ्यो तर सप्लाई फिक्स्ड भयो भने प्राइस एक्सप्लोड हुन्छ। एक्ज्याक्टली त्यही भयो। अब यहाँ एउटा इन्ट्रेस्टिङ कुरा बुझौँ। बिटकॉइन सुरु हुँदा नोबडी केयर्ड अबाउट इट। इट वाज बेसिकली वर्थलेस। तर इन्टरनेटमा एउटा स्ट्रेन्ज कम्युनिटी डेभलप भयो। गीक्स, प्रोग्रामर्स, अर्ली इन्टरनेट युजर्स। उनीहरू बिटकॉइनलाई पैसा जस्तो होइन, एक्सपेरिमेन्ट जस्तो हेर्थे। एक समय थियो बिटकॉइन फोरम्समा मानिसहरू मजाक गर्थे। यो समय नोबडी इमेजिन्ड यी बिटकॉइन फ्युचरमा लाखौं डलर वर्थ हुन्छ भनेर। तर यहाँ इन्ट्रेस्टिङ साइकोलोजी छ। जब कुनै चिज सुरुमा सस्तो हुन्छ, मानिसहरूले त्यसलाई भ्याल्यु दिँदैनन्। बट लेटर व्हेन प्राइस गोज अप, सबैले रिग्रेट गर्न थाल्छन्। बिटकॉइनमा यही भयो। अब सोच्नुस्, किन मानिसहरूले अर्ली अपर्च्युनिटी मिस गर्छन्? किनभने न्यू टेक्नोलोजी सुरुमा रिडिक्युलस लाग्छ। इन्टरनेट पनि त्यस्तै थियो, मोबाइल मनी पनि त्यस्तै थियो, बिटकॉइन पनि त्यस्तै हो। तर यहाँ ट्विस्ट छ। बिटकॉइनले एउटा न्यू बिहेभियर क्रिएट गर्यो।
People started valuing digital trust. पहिला ट्रस्ट बैंकमा थियो, अब ट्रस्ट कोडमा हुन थाल्यो. No face, no office, no authority. तर बिटकोइन कन्ट्रोभर्शियल किन भयो? किनभने यो कन्ट्रोल गर्न सकिँदैन. गभर्नमेन्ट कन्ट्रोल छैन. Anonymous transactions. Tracking difficult. त्यसैले धेरै देशले इनिशियली ब्यान गरे र नेपाल पनि त्यसमै पर्छ. नेपालमा बिटकोइन किन इल्लिगल छ? नेपाल सरकारले क्रिप्टोकरेन्सीलाई लिगल मान्यता दिएको छैन. कारणहरू: मनी लन्डरिङ रिस्क, फ्रॉड केसेस, ट्याक्स इभेजन, फियर, इल्लिगल ट्रान्ज्याक्सन्स. त्यसैले नेपाल राष्ट्र ब्याङ्कले यसलाई ब्यान गरेको छ. तर पूरा ट्रुथ यही हो? नट रियली. किनभने वर्ल्ड वाइड सिचुएसन फरक छ. केही देशहरू बिटकोइनबाट पैसा कमाइरहेका छन्, जस्तै भुटान. भुटानले हाइड्रो पावर युज गरेर बिटकोइन माइन गर्छ, इन्भाइरोन्मेन्ट फ्रेन्डली तरिकाले, र करोडौं डलर वर्थ बिटकोइन होल्ड गर्छ. अनि एल साल्वादोरले त अझै अगाडि गयो. बिटकोइनलाई अफिसियल करेन्सी बनायो. इमेजिन, देशमै बिटकोइन लिगल मनी. बिटकोइन किन इम्पोर्टेन्ट छ? बिटकोइन इम्पोर्टेन्ट छ किनभने यो केवल मनी होइन. यो क्वेशन हो, पैसाको कन्ट्रोल कसको हातमा हुनुपर्छ? ट्रस्ट कहाँबाट आउँछ? सिस्टम चेन्ज हुन सक्छ कि सक्दैन? तर रिस्क पनि छ. बिटकोइन पर्फेक्ट छैन. प्राइस अत्यधिक भोलाटाइल छ. स्क्याम्स धेरै छन्. रेगुलेसन अनक्लियर छ. त्यसैले ब्लाइन्डली फलो गर्नु ठीक होइन. अन्तिम विचार. अब सोच्नुस्, एक सिम्पल पिज्जा अर्डरबाट सुरु भएको कुरा आज $1 ट्रिलियन सिस्टम च्यालेन्ज गर्दैछ. एक अनोनिमस व्यक्तिले बनाएको आइडिया आज वर्ल्ड इकोनोमी शेक गर्दैछ. तर अझै पनि ठूलो प्रश्न बाँकी छ. पैसा भविष्यमा के हुन्छ? कन्ट्रोल गभर्नमेन्टसँग हुन्छ या पिपलसँग? सायद बिटकोइनले पैसा मात्र चेन्ज गरेको होइन, मानिसहरूको सोच नै चेन्ज गरेको हो. अब सोच्नुस् एकचोटि, यदि बिटकोइन कहिले इन्भेन्ट नै नभएको भए के हुन्थ्यो? सायद आज पनि सबै पैसा ब्याङ्कको कन्ट्रोलमै हुन्थ्यो. हरेक ट्रान्ज्याक्सनमा परमिसन चाहिन्थ्यो, हरेक ट्रान्सफरमा डिले हुन्थ्यो. तर बिटकोइनले एउटा स्ट्रेन्ज चीज चेन्ज गर्यो, ट्रस्ट सिस्टम. पहिला हामी ट्रस्ट गर्थ्यौं ब्याङ्कलाई, अब सिस्टमलाई ट्रस्ट गर्न थाल्यौं. नो ह्युमन, नो अथोरिटी, ओन्ली कोड. र यही कुरा नै बिटकोइनको सबैभन्दा ठूलो रेभोल्युसन हो. किनभने जब ट्रस्ट नै चेन्ज हुन्छ, पूरा वर्ल्ड इकोनोमी चेन्ज हुन्छ. यदि तपाईलाई यस्ता एआई, क्रिप्टो र इन्टरनेट स्टोरीज नेपालीमा बुझ्न मन पर्छ भने सब्स्क्राइब गर्न नबिर्सनुहोस्. अर्को भिडियोमा भेटौँला. धन्यवाद.